नमस्कार मित्रहरू, म मणिरत्न महर्जन मेरो यस युट्युब च्यानल मणि महर्जनमा तपाईँहरूलाई हार्दिक स्वागत गर्दछु। म आज तपाईँहरूलाई अनलाइन सेयर कारोबार गर्नलाई के चाहिन्छ भन्ने कुराको जानकारी दिन गइरहेको छु। त्यसको लागि तपाईँले यस भिडियोलाई अन्तिम समयसम्म हेरिदिनु होला। मित्रहरू, अनलाइन सेयर कारोबार गर्नलाई न्यूनतम मध्यमा इमेल, बैंक एकाउन्ट, डिम्याट एकाउन्ट, मेरो सेयरको एकाउन्ट, टिएमएसको एकाउन्ट चाहिन्छ। कनेक्ट आइपिएस र सेवा भएको राम्रो। तपाईँको रकम भुक्तानीको लागि, डिम्याटको खाता रिन्यू गर्नको लागि यी सेवाबाट गर्नुपर्ने हुन्छ। त्यही भएर यिनीहरू भएको चाहिँ तपाईँलाई राम्रो। अगाडि बढौँ मित्रहरू। इमेल आजभोलि जुनै पनि व्यवसाय चलाउनको लागि, व्यापार व्यवसाय चलाउनको लागि इमेलको पनि आवश्यकता पर्दछ। इमेलमा हामीले सूचनाहरूको जानकारी आदान प्रदान गर्न सकिन्छ। त्यही भएर इमेल चाहिँ चाहिन्छ। इमेल बनाउँदाखेरि तपाईँले अब जुनै पनि फ्री डोमेनहरूमा बनाउन सक्नुहुन्छ। त्यो याहू हुनसक्छ, हटमेल, आउटलुक, थन्डरबर्ड, जिमेल, आइक्लाउड, एप्पल जुनैमा पनि तपाईँले इमेल बनाउन सक्नुहुन्छ। तर मेरो व्यक्तिगत रूपमा चाहिँ मलाई जिमेल राम्रो लाग्छ। त्यसमा भएको सुविधाहरू, फिचरहरू मलाई सजिलो लाग्छ। त्यही भएर जिमेलमा खाता खोल्नु म सुझाव गर्दछु। बैंक एकाउन्ट नहुनेहरू त बैंकमा खाता नहुने आजभोलि त सायदै होला। तर यदि तपाईँले बनाउनु भएको छैन भने तपाईँ त्यसको अनलाइन कारोबार गर्नको लागि बैंक एकाउन्ट नभई हुँदैन। त्यसको लागि तपाईँले आसबामा सदस्यता प्राप्त भएका, डिपीको लाइसेन्स भएको ब्याङ्कहरू छान्नुभयो भने तपाईँलाई भर्खर अफिस अथवा क्यापिटलमा गएर फेरि डिम्याट एकाउन्ट खोल्नुपर्ने हुँदैन। त्यो बैंक छान्दाखेरि चाहिँ नि यस्तो सुविधा भएको ब्याङ्कहरू छान्नुहोस्। त्यहाँ तपाईँलाई डिम्याट खोलिसकेपछि तपाईँलाई सिआरएन नम्बर दिएको हुन्छ। सिआरएन नम्बरले गर्दाखेरि तपाईँलाई आइपिओहरू, एफपिओहरू भर्दाखेरि यो सिआरएन नम्बर पनि राख्नुपर्ने हुन्छ। त्यही भएर यो चाहिँ आवश्यकता छ। मोबाइल इन्टरनेट र ब्याङ्किङ इन्टरनेट भएको ब्याङ्क छान्नुभएको अझ सजिलो। घरमै बसेर तपाईँले मोबाइलमा तपाईँको कारोबारहरू, इन्टरनेट ब्याङ्किङबाट चाहिँ अनलाइनमा तपाईँको कारोबारहरू हेर्न सक्नुहुन्छ। अगाडि बढौँ मित्रहरू। डिम्याट एकाउन्ट सरकारले कागजी रूपमा सेयरको प्रमाणपत्रलाई मान्यता नदिइसके पछाडि अब तपाईँकोसँग कति सेयर छ भन्ने कुराहरूको जानकारी तपाईँलाई चाहिन्छ। त्यसको लागि तपाईँले डिम्याट एकाउन्टभित्र गएर हेर्न सक्नुहुन्छ। त्यसै भएर डिम्याट एकाउन्ट पनि चाहिन्छ। अगाडि बढौँ मित्रहरू। मेरो सेयर एकाउन्ट डिम्याट एकाउन्ट खोलिसके पछाडि तपाईँलाई अब सिडिएससीले तपाईँलाई इमेलद्वारा जानकारी गराइदिन्छ। तपाईँको पासवर्डहरू दिन्छ। तपाईँले त्यस पछाडि त्यो पासवर्ड हाल्नु भएर तपाईँको डिम्याट एकाउन्ट हाल्नु भएर चाहिँ नि तपाईँले लगइन गरेर त्यहाँभित्र तपाईँले हेर्न सक्नुहुन्छ। त्यहाँ तपाईँले माई ट्रान्जेक्सन हिस्ट्रीभित्र तपाईँले भएको कारोबारहरूको रेकर्ड तपाईँको हुन्छ। माई प्रोफाइलभित्र तपाईँसँग भएको स्क्रिप्टहरू र त्यसमा भएको कुल रकम कस्तो छ भन्ने देखाउँछ माई प्रोफाइलले। माई एटिआइसले चाहिँ अझ तपाईँले सेयर बेच्नुभयो भने सेयर बेचेको दिनको अन्त्यतिर ब्रोकर कम्पनीहरूले तपाईँले जति सेयर बेच्नुभयो त्यो बेचेको आधारमा एटिआइस फरवर्ड गरिदिएको हुन्छ। तपाईँले एटिआइस चाहिँ गरिदिइसके पछाडि तपाईँले जति सेयर बेच्नुभयो त्यो चाहिँ ब्रोकरको खातामा चाहिँ तपाईँको तानिन्छ। माई आसबामा चाहिँ तपाईँले एफपिओहरू, आइपिओहरू, डिबेन्चरहरू आउँदाखेरि माई आसबाबाट चाहिँ तपाईँले आइपिओ भर्न सक्नुहुन्छ। अगाडि बढौँ मित्रहरू। टिएमएस अब अनलाइन कारोबार गर्दाखेरि नहुने मध्येको एउटा हो। ट्रेड म्यानेजमेन्ट सिस्टम भनिन्छ यसलाई। त्यो चाहिँ तपाईँलाई पाइनुपर्ने ब्रोकर कम्पनीमा तपाईँको नाम रेजिस्टर गरेर तपाईँले प्राप्त गर्न सक्नुहुन्छ। त्यसको एक दिन पछाडि तपाईँलाई यसको पनि पासवर्ड पठाइदिन्छ अनि तपाईँले यसमा पासवर्डबाट चाहिँ लगइन गरेर तपाईँले कारोबार गर्न, सेल एन्ड बाई गर्न सक्नुहुन्छ, कारोबार गर्न सक्नुहुन्छ। एपेन्डिक्समा चाहिँ तपाईँको यो मैले तपाईँलाई चाहिने जिपी ब्याङ्कहरू जहाँ चाहिँ डिम्याटको एकाउन्ट खोल्न सकिन्छ यो लिस्ट तपाईँलाई देखाइदिएको छु। तपाईँ कुनै पनि पाइक पर्ने ठाउँमा गएर खोल्नुहोला। मित्रहरू यति नै हो। यसको सल्लाह सुझावहरू दिनु होला। आगामी भिडियो चाहिँ कसरी इमेल क्रिएट गर्ने बनाउने भन्ने कुरा देखाउँछु। त्यसको लागि मेरो च्यानलमा सब्सक्राइब गर्नु होला। हस्, धन्यवाद।